सबैलाई नमस्कार छ हो। आज तपाईहरुलाई के भन्छ अब यो छ नि यो 2v भर्सेस 2 छ हैन। अब यो म चाहिँ जानुहोस् म आज यसको चाहिँ म ह्याक के भन्छ एन्टर पिन कोड म सबै तपाईहरुलाई भनिदिने छु र मलाई फलो सबै गरिदिनुहोस् लाइक शेयर। आज हेर्छु तपाईहरुले कुन देशकोबाट चाहिँ मलाई फलोहरु गरेर आउनुहुन्छ रहेछ। आज तपाईहरुले मलाई फलो पनि गरिदिनु भएको छ भने म तपाईलाई अर्को डायमन्ड टप अप गर्न पनि भन्छु हो। अहिले मैले चाहिँ फ्री फायर आज मात्र डाउन गरे फर्स्ट टाइम। आज मात्र डाउन गरेको मैले फ्री फायर। अनि तपाईहरु पनि खेल्नु गर्न भने आज डाउन गर्ने। फ्री फायर चाहिँ गेम राम्रो गेम हो तर तपाईहरुले यस्तो ह्याक कोड थाहा छैन भने आज म यहाँ तपाईहरुलाई भन्छु। फर्स्टमा 1 सेकेन्डमा पनि 1 थर्डमा चाहिँ 4। मेरो यहाँ गएछ मैले यस्तै हिसाब गर्ने। फर्स्टमा 1 सेकेन्डमा 1 नै हो थर्डमा चाहिँ 4 थर्डमा 4 गरेर कन्फर्म गर्दिनुहोस्। यो चाहिँ 1v1 मा हुँदैन अरु कुनैमा हुँदैन 2v2 मा मात्रै हो यो। ए लक खोली हेर्नु म अहिले खेलेर पनि देखाउने छु हेर्नुस् तपाईहरु। भिडियो राम्रो लाग्यो भने लाइक गरिदिनुहोस्। यो चाहिँ पुरा ह्याकरै भइसकेछ। मैले अब गड प्लेसमै भएको एन्टर गर्नु भने यस्तो कति तपाईले हिकाल्छ अनि त्यति नै तपाईहरु मोड्ने चान्स पनि छैन। कहिले तपाईहरु मोड्ने हो। अहिले मैले गड प्लेस पछि अलिक क्याप्चर गरे मेरो अलिकति नेटवर्क गए जस्तै छ। नेटवर्क गएछ नि हो साथीहरु र तपाईहरु पनि यो एन्टर कोडलाई चाहिँ किन सबै गेमहरुमा हुँदैन। अब यही 2v2 मा मात्रै हो। लाइक भिडियो राम्रो लाग्यो भने लाइक गरिदिनुहोस् सबै। हेर्नुहोस् गन यो भेन्डिङ मेसिनबाट किन्नु भयो भने तपाईहरुले यो हेर्नुहोस् डबल बुलेट जाँदैछ नि यो डबल बुलेट डाइरेक्ट नि त्यो कोडबाट नि तपाईहरुले किन्नुहोस्। अनि तपाईहरुलाई भिडियो लाग्यो भने चाहिँ गरिदिनुहोस् है लाइकहरु। मेरो चाहिँ अहिले फर्स्ट टाइम भएर इमोटहरु पनि केही छैन। तपाईहरुलाई भिडियो राम्रो लाग्यो भने चाहिँ लाइक गरिदिनुहोस्। तपाईहरुलाई चाहिँ मैले यो चाहिँ आज साथीहरुलाई पनि भन्नुपर्ने छ यो मेरो भिडियो राम्रो लाग्यो भने चाहिँ लाइक गरिदिनुहोस् है। तपाईहरुको बरु मलाई यो कोड तपाईहरुलाई तर मैले युट्युबमा हालेको कारण नि तपाईहरुले मलाई लाइक गरिदिनु।
हेर्नुभयो यो कोड चाहिँ हालेर एउटा कुरा चाहिँ अरूको कोडहरूमा चाहिँ अर्कै हाल्नुपर्छ त्यो पनि म भने तपाईँहरूलाई भन्छु के भन्छ अब मेरो भिडियो लाइक गर्नुभयो भने डायमन्ड पनि मेरो युट्युबको तलको यसमा लिङ्कमा गएर मलाई गर्नुहोस् अनि म तपाईँहरूलाई अनि तपाईँको आइडी हाल्नुपर्छ अनि डायमन्ड हुन्छ ल धन्यवाद यति नै हो मैले आएको जति मैले सबै तपाईँहरूलाई भनिदिइसकेँ